पूजनीय गुरु बुबामा प्यारा दाजुभाइ दिदीबहिनीहरू इष्टमित्र आफन्त कुटुम्ब परिवारमा हृदयकमबाट म नमन टक्राउन चाहन्छु। 33 कोटी देवता कुलपितृ थानी मानी देवी देवता इष्टदेव अष्टनागरले हजुरको रक्षा गरून्। र म आज भोजनसँग सम्बन्धित खानासँग सम्बन्धित लिएर केही विषयहरू हामीले जान्नै पर्ने जीवनमा यी कुराहरू जुन छन् महत्त्वपूर्ण ती लिएर उपस्थित भएको छु। सबैजनाले भिडियोलाई शेयर लाइक कमेन्ट गरेर अगाडि बढ्दिनु होला र यो भिडियो निकै महत्त्वपूर्ण छ, हजुरहरूले शेयर पनि गरिदिनु होला। उचित मात्रामा ग्रहण गरेको भोजन सर्वदा स्वास्थ्यप्रद हुन्छ। जो शान्त र एकदमै भोजनलाई आनन्दसँग खान्छ भने त्यो भोजन एकदमै स्वास्थ्यप्रद हुन्छ। शक्तिशाली विचारको पछाडि शक्तिशाली रसायन हुन्छ र त्यसैले शक्तिशाली रसायनको पछाडि शक्तिशाली भोजन हुन्छ भनेर शास्त्रमा बताइएको छ। 95% घातक रोगहरूका मुख्य कारणहरू अस्तव्यस्त र खानपिनको खानेकुराहरू गलत चयन र खाद्य वस्तुहरूसँग सम्बन्धित विषाक्त संघर्षणको कारणले हामीलाई चाहिँ यो भोजनका कारणले गर्दाखेरि शारीरिक त्रुटिहरू भएका कारणले हाम्रो शारीरिक व्यायामको कमीका कारणले रोग लाग्ने गर्छन् र हामी मृत्युको मुखमा पुग्ने गर्छौं। खानपिन अवश्य र त्याग गरेमा चित्त शुद्धि हुन्छ भन्ने कुराहरू शास्त्रले बताउँछ। आहार शुद्धिले चित्त शुद्धि हुन्छ, स्वयंमेव हुन्छ र जब चित्त शुद्ध हुन्छ ज्ञानको द्वारहरू खुल्दै र अज्ञानताको ग्रन्थीहरू नष्ट हुँदै जान्छन् भनेर शास्त्रमा बताइएको छ। र सय काम छोडेर पनि निर्दिष्ट समयमा स्वास्थ्य भोजन गर्नु नै राम्रो हो र अति आवश्यकता खाने पिउने वस्तुहरू उत्पादन गर्ने गराउने काम खाद्य उद्योगहरूको हो, तर तिनलाई चाहिँ राम्रो स्वास्थ्यसँग कुनै पनि सरोकार नै छैन भन्ने कुराहरू शास्त्रले जनाउँछ। त्यस्तै रोग व्याधि तथा बिरामीहरूको उपचार केन्द्र काम स्वास्थ्य क्षेत्रका लागि विभिन्न व्यवसायीहरूको लागि, तर यिनीहरूलाई हाम्रो खानपिनको विषयमा रत्तिभर पनि चासो र सरोकार नभएका कारणले धेरै व्यक्तिहरूको ज्यान गुमाउनु पर्ने स्थितिहरू हुन्छ भनेर भन्छन्। अशान्त मनले गरेको भोजन तुच्छ च्याउ हुनेछ र मिठो चीज पनि पच्ने बेलामा विषयुक्त बन्छ। यदि चिन्तामा यदि रोएर यदि दुखी भएर यदि चिन्तामा रहेर कसैले भोजन गर्छ भने त्यो भोजन मिठो होस् राम्रो होस् पोसिलो होस् त्यसले विषयुक्त काम गर्छ, विषको बराबरको काम गर्छ भनेर बताइएको छ। आज म तपाईसँग आफ्ना लागि उचित स्वास्थ्य खानेकुराहरू जहिले पनि प्रसन्नता भएर धेरै नबोलिकन खानलाई एकदम आनन्द लिएर खानु पर्दछ र छान्ने प्रशस्त अवसरहरू छन्, तर याद रहोस् आजको गल्ती भोलि गएर क्यान्सर नहोस् भनेर बताइएको छ शास्त्रमा। भने मृत्यु बाहेक अरू छान्ने मौका रहँदैन। त्यसकारणले गर्दाखेरि कसैलाई पनि आफ्नो जुठो खाना दिनु त्यस व्यक्तिप्रति प्रेम र उदारता होइन, अत्याचार पहिलानको प्रदर्शन हो भनेर भनिन्छ। हामीले कसैलाई जुठो खाना दिन्छौं भने त्यो हाम्रो प्रेम होइन भनेर बताइएको छ। खानेकुरा जस्तो सुकै प्राणदायक वस्तुको बर्बादी एक प्रकारको मनोरोग हो र यो रोग एक किसिमको अहंकारको प्रदर्शन पनि हो र जबसम्म हामीमा खानेकुरा प्रति प्रेम र बचत गर्ने दृष्टि आउँदैन हामीलाई दरिद्र अज्ञान र अभिमानले कहिल्यै पनि छोड्दैन। र धन पैसाले त हामी सम्पन्न देख्यौंला, तर हाम्रो आचरणमा यी अवगुणहरू हावी भएकै हुन्छन् भनेर शास्त्रले बताएको छ। जसरी विद्याको अभिलाषाले ज्ञानको प्रति पुस्तकलाई खुट्टाले लत्ताउन चाहँदैन, श्री सम्पत्तिको इच्छा राख्नेले रुपैयाँ पैसालाई पहिले नै टेक्नु त्यसमा अलेवा ठान्दछ र त्यसै गरी स्वास्थ्य र आरोग्यको कामना राख्ने हरेक व्यक्ति भोजनको अपमानलाई महापाप ठान्दछन् भनेदेखि यसै गरी उसले भोजनको अपमान गर्ने दुष्कर्म गर्छ भनिन्छ। त्यो भोजनले चाहिँ एक दिन रोगी दरिद्र अनि गरिब पनि बनाइदिन्छ, रोग उत्पन्न हुन्छ भनेर बताइएको छ। खानेकुराको व्यर्थ बर्बादी एक किसिमको अहंकार हो र खानेकुरा मिल्काउने व्यक्तिलाई केही दिन पछि स्वयं कालचक्रले रस चखाइदिन्छ भनेर बताइएको छ र भनिन्छ यस्ता व्यक्ति कुनै न कुनै दिन एक गाँस भोजनका लागि पनि छटपटाउनु पर्ने दुर्दशाको शिकार हुन पुग्दछन् भनेर बताइएको छ। जुनले खानालाई हेलान गर्छ, जुनले खानालाई सेवन राम्रोसँग गर्दैन त्यो व्यक्तिलाई एक दिन ठूलो पश्चाताप हुन्छ। खाना खाएपछि बसिरहने व्यक्तिको शरीरमा स्थूलता भद्दापन आउँछ, जसले गर्दाखेरि इन्द्रियहरू शिथिल हुन्छन् र सुतिरहनाले शरीर पुष्ट भई मोटापा बढ्न थाल्छ र केही बेर पदचरण अर्थात् केही कदम हिँड्नाले आयु बढ्छ। खाने बित्तिकै दौडिनाले भन्नाले मृत्यु पनि पछि पन्छाइरहेको हुन्छ। खाना बित्तिकै पनि कहिल्यै नहिँड्नु नदौडाउनु भनेर बताइएको छ। स्वास्थ्यको मूल्य चुकाए जिब्राको स्वाद छिडेक मस्ती किन्ने
कोसिस कहिल्यै पनि नगर्ने भनेर जिब्रोलाई मिठो मात्रै खोजेर आफूलाई चाहिँ जीवनको मूल्य भोलि गएर चुकाउनु पर्ने स्थिति नआओस् त्यसकारणले विचार गर्नुपर्छ। बिरामीलाई औषधि चाहिँ दिनु तर उसको खानपिनलाई अनादर नगर्नु र भनेको डाक्टरी पेसाको ठूलो अवघात हो र यसै गरी चिनिया उखान पनि छ। मासु त्यसकारण हानिकारक छ वस्तु हो जसमा जानवरको शरीरभित्र टुटफुट भएका अनेकौं रेसा रगत विकार अन्य विषाक्त पदार्थ मिसिएका हुन्छन्। जब जानवरलाई मार्ने र तस्कर गरिन्छ त्यसले डरले गर्दा भयंकर किसिमका विषाक्त रोगहरू रगतहरूमा उत्पन्न भएका हुन्छन् र जानकी शरण बर्मा प्रसिद्ध प्राकृतिकले पनि त्यो एउटा छुट्याइसकेको छ। र यसै गरी यस्तो खाना जुन प्रणालीले न हताएको होस् र कुनै प्रकारको हत्या हिंसा नभएको होस् जसमा मृत्यु शरीरको अंश नहोस् के बल प्राकृतिक वनस्पति जन्य हो त्यही मनुष्यको स्वाभाविक आहार हो भनेर बताइएको छ। यदि तपाईलाई चाहिँ प्रायजसो मासु नखाने व्यक्तिमाथि खनिन्छौं उसलाई बेवकूफ भन्छौं र कंजुस भनेर सम्बोधन गर्छौं तर वास्तविक अर्कै छ। यस्ता व्यक्तिहरू मांसाहारी तुलनामा कयौं गुण स्वास्थ्य र सुखी पनि शान्तिपूर्ण जीवन पनि बाँचिरहेका हुन्छन् भनेर शास्त्रले बताएको छ। हाम्रो शरीरलाई चाहिने 12 प्रकारका सूक्ष्म तत्वहरू आमाको दूधमा 12, गाईको दूधमा 9, बाख्राको दूधमा 6 वटा तत्वहरू उपलब्ध छन्। गाईको एक माना दूधबाट जति मात्रामा पोषण एवं जीवन शक्ति प्राप्ति हुन्छ त्यस बराबर भक्ति शक्ति एक धार्नी 2.5 केजी मासु र यसै गरी 8 वटा अंडा र 2 धर्मी गेडागुडीबाट पाइने गरिन्छ। अनि दूधको प्रयोगले लाखौं व्यक्तिले गुमेका स्वास्थ्यहरू पाएका छन् र करोडौं मानिसहरू मृत्युको मुखमा जानबाट बचेका छन् भनेर बताइएको छ। अर्को शुद्ध आहार भएमा अन्त संस्कार शुद्ध हुन्छ र अन्त संस्कारको शुद्धिले भावना दृढ हुन्छ र त्यसमा पनि त्यही स्थिति भावना शक्तिले एकदमै हृदयका विवेकशीलहरू सही ढंगले काम गर्दछन् तब परम तत्वको सत्कार हुन्छ भनेर बताइएको छ। र जनताको सुखमा खानेकुरा मुखमा राखिदेऊ तिनीहरू कान खुल्नेछन् भन्ने कुराहरू छ। यसै गरी मेरो विचारमा मलमूत्रको वेगलाई व्यवस्थापन गर्नु कब्जियतको मुख्य कारण हो र पटक पटक यस्तो व्यवस्थापन गरेको खण्डमा मलद्वार स्नायु चेतना शून्य हुँदै जान्छन् र कब्जले डेरा जमाउने मौका पाउँछ। प्रत्येक व्यक्तिले मलमूत्र त्यागको नियम बन्द दिनचर्या बनाउनै पर्छ र संसारको एकमात्र प्रणाली हो जसलाई टोयलेट बस्न सबैभन्दा बढी समय लाग्दछ। त्यसको कारण हो प्राकृतिक जीवनमा गद्दीमा बिहान उठेपछि राति सुत्ने बेलासम्म बसिरहने र व्यापारी कार्यालयहरू दिनभरि झुकेर 8-10 घण्टा काम गर्ने व्यक्तिको पेट मांसपेशिया निष्क्रिय भएर अरू कसैको हुन्छ त भन्ने कुराहरू शास्त्रले जनाउँछ। खानपिनसँग सम्बन्धित त्रुटि व्यायामको अभाव कब्जियतको मूल कारण हो र खाद्य पदार्थ चोकरयुक्त पिठो या सागसब्जी बोक्रा सहितको फलमा जोड दिने रुखो सुखो चीजबीज घटाउँदै लैजाने र गरेदेखि कब्जियत हट्छ। अनि चबाउन कंजूसी गर्ने भोक नलागी खाने शक्ति अनुसार व्यायाम नगर्ने अपचको उपचार नगर्ने कब्जियतलाई निरन्तर दिने यो सम्पूर्णले चाहिँ मानिसलाई एकदमै ठूलो रोग उत्पन्न गर्छ। कब्जियत प्रयोग हुने कुनै पनि किसिमको औषधिले प्रान्तकालमा पेटको पाचन क्षमतालाई निर्बल तुल्याउँछ। कब्जियतको औषधिको प्रयोग दैनिक होस् या हप्तामा एक पटक त्यसैले भविष्यमा स्वास्थ्य दुर्लभै गरेर छाड्छ र औषधि सकेसम्म सेवन नगर्नु भन्ने कुराहरू पनि जनाउँछ है। कब्जियत हटाई हाल तपाईको लागि क्षणिक हुन्छ र जबसम्म त्यसको मूल जडमा पुगिन्न त्यसले चाहिँ हामीलाई असर गरिरहेको हुन्छ। यदि मनुष्य सधैँ सागसब्जी तरकारी फलफूल मात्रा खाएर रहने हो भने उसको आयु 50 वर्ष लम्बिन सक्छ, 250 वर्षसम्म लम्बिन सक्छ भन्ने कुराहरू छ। त्यसमाथि पनि उसले नियमबद्ध आत्मसंयमको अभ्यास गरेको खण्डमा उक्त आयुलाई झन बढी लम्बाउन सकिन्छ र यसै गरी शरीरले खानेकुरा महँगो हो कि सस्तो हो भन्ने कुरा बुझ्दैन। शरीर त केवल स्वास्थ्यकर आहारको गुण त जान्दछ। अज्ञात डाक्टर या औषधिको उपयोगद्वारा गरिने प्रचलित उपचारहरू केही समयपछि मध्ययुगीन अवस्थाहरू पार दिन्छन्। त्यसकारणले गर्दाखेरि खानपिनमा ध्यान दिनुपर्छ। यदि प्रतीक मात्र थिए भन्ने समय आउँदैन।
किनकि स्वयं हामीले भविष्यलाई यस्तो प्रचलनमा ल्याउनु पर्यो कि 50% या 35% सागसब्जी एवं तरकारी 15% अन्न खाइने यस्तो रोगमा चाहिँ ज्यानमारा रोगहरू सहज निराकरण गर्न सम्भव हुन्छ। एकै समयमा भोक पनि मेटाउने, त्रिखा पनि मेटाउने, खानेकुरा केवल फलफूल हो। या जसरी शिशुलाई भोक लाग्दा आमाले दूध खुवाउँछिन्, माया गर्छिन् आमाले, त्यस्तै फलफूल पनि पेटको भोक आँतको लागि तृष्णा दुवैलाई शान्त गर्दछिन्। त्यसैगरी खाद्य जननी पनि हो र फलफूलमा नै धेरै कार्बोहाइड्रेसन हुन्छ र त्यसले चिल्लो तत्व नै प्रोटिन मात्रामा थोरै मात्रामा हुन्छ। त्यसपछि मिठासको अपार भण्डार हुन्छ। उक्त मिठासको कारण फलफूललाई पचिसकेको भोजन मानिन्छ, किनकि फलफूल पचाउनलाई हाम्रो पाचन क्रिया कुनै पनि श्रम गर्नु पर्दैन भनेर बताइएको छ। मेरो अनुभवमा फलाहारले मनुष्यलाई पूर्णत स्वास्थ्य, सुन्दर र शक्त मात्र राख्दैन, रोग शोक कष्टबाट समेत मुक्त राख्दछ। यदि कसैलाई बाल्य अवस्थादेखि नै फलफूल मात्र खान दिने हो भने निसन्देश बिना सन्देश यो चाहिँ कहिल्यै रोगी हुँदैन, ऊ कहिल्यै पनि बुढो हुँदैन र दबाईको गोली बन्दुकको गोली जस्तो गहिरो चोट बनाउँदैन, तर अज्ञात भन्ने बन्दुकको गोली भन्दा गहिरो पुर्याउँछ भनेर बताइएको छ। खानपिनमा यदि सुधार गरिएन भने यथा जुन वस्तु पेट्रोल, डिजल, ग्यास तथा प्रज्वलन इन्धनहरू बनाइन्छ, खाद्य वस्तुमा मिसाइने केही त्यस्ता रङ, त्यस्तै केही चीजहरू, ती वस्तुबाट हामीलाई चाहिँ एकदमै रोगहरू, एकदमै भाइरस रोगहरू निस्कन्छन्। कृत्रिम रङहरू केतिर हानिकारक छन्, के छैनन् भन्ने कुराहरू बुझ्दैन र छुटाउन गाह्रो हुन्छ। त्यसकारणले अनुसन्धानकर्ताहरूले हामीलाई चाहिँ त्यसको जाँच नदेखिन तपाईहरूलाई एकदमै विषादी पोइजनहरू तपाईलाई गरेको हुन्छ, जसले गर्दाखेरि खानपिनमा एकदमै समस्याहरू आएका हुन्छन् र हाम्रो जीवनमा एकदमै असर गर्छ। पुरानो जमानामा मेक्सिको देशको मान्छेहरू नुन पटक्कै प्रयोग गर्दैनथे, फलस्वरूप सबै खान्थे, क्षमता भरिपूर्ण हुन्थे र पछि सभ्यताको विकास सँगसँगै नुनको स्वादमा पनि क्रमशः तानिएर कमजोर, दुर्लभ, रोग जस्तै हुँदै जान थाले भन्ने कुराहरू छ। जसरी सुर्ती, चुरोट, जाँड, रक्सी हानिकारक वस्तुहरू छन्, त्यस्ता वस्तु मानिएको छ जसले गर्दाखेरि चिया, कफी सेवनलाई पनि त्यत्तिकै हानिकारक मान्नुपर्छ। जबसम्म चिया, कफी पिउने गर्दथे तबसम्म शरीरमा केही न केही उपद्रव नै भइरहन्थ्यो। यी चीज खान छोडेपछि केही पनि गुमाइन, बरु धेरै चीजहरू पाएको छु भन्ने कुराहरू शास्त्रमा देखिन्छ। अनि हामीले दैनिक खानेकुरामा पनि मुखको र्याल सँगसँगै राम्रोसँग मसिनो बनाएर खानुपर्छ। जस्तै चिनी, कोल्कोज अनि पेटमा पुगेर तिनको चिनीको आवश्यकता पूरा गर्ने सहयोगहरू र शरीरमा सुगरको मात्रा पूरा गर्ने चिनी होइन कि हामीले खानेकुरालाई राम्रोसी पचाएर खानु पर्यो भने उखुबाट बनेका सक्कर गुणै गुणको खानी हो र जबकि सोही उखुबाट बनेका चिनीले कुलियो बाहेक एउटा अन्य फाइदा दिँदैन भन्ने कुराहरू छ। चिनी अल्कोहल भन्दा घातक छैन, नशालु चीज हो, जसले गर्दाखेरि जस्तै नियन्त्रण गर्ने कुरामा एकदमै विचार गर्नुपर्छ। जो व्यक्ति खाना खाँदा सन्तुष्टि हुँदैन उसलाई अनेक प्रकारका रोगले सताइरहन्छ, रोग लागिरहन्छ। जब शरीरमा अवस्था रहन्छ त्यसले आराम खोज्छ, औषधि होइन। के खाइँदैछ भन्ने, कुन बेला खाइँदैछ भन्ने प्रश्न आम हुन्छ। यसकारणले गर्दा खानाको अन्तिममै दिनको अन्तमा, साँझको समयमा दुध, काली रात्रिमा अन्नमा विशेष ध्यान दिनु पर्यो है। दिउँसोमा बिहानमा दही, रातिमा दूध र जल नै परम औषधि हो। जल रोगहरूको शत्रु हो, सम्पूर्ण रोगहरूको नाश गर्दछ, जसले हामीलाई रोगबाट मुक्त राखोस्। अन्न बल भन्दा ठूलो, यदि 10 दिन भोजन नपाउने हो भने प्रणालीका समस्त शक्ति क्षीण भएर जान्छन्। त्यो क्षीण शक्ति तब मात्र पुनस्थिर हुन्छ जब भोजन प्राप्त हुन्छ। अन्नको उपासना गर र त्यही नै ब्रह्मा हो भन्ने कुराहरू शास्त्रले जनाएको छ है। हामीले एकदमै जान्नुपर्ने, बुझ्नुपर्ने कुराहरू मैले आज यो विषयमा लिएर आएको थिएँ। यसैगरी थोरै मानिसहरू मात्र मैले खान नपाएको, मरेको देखेको छु भन्ने कुराहरू छन् र जबकि धेरै खाएर मर्नेहरू धेरै लाखौं छन्। बिहान खाएको फल सुन बराबर, दिउँसो खाएको चाँदी बराबर, राति खाएको तामा बराबर मान्नुपर्छ भनेर बताइएको छ। बिहान खाएको फलफूल सुन बराबर हो रे है, दिउँसो खाएको फलफूल चाँदी बराबर हो रे, राति खाएको फल तामा बराबर हो। महँगो र विषालु दबाईको गुणको मान्छे राहत खोज्छन्, जबकि मनुष्यको रोग कष्टकारी दबाई काँचो फलफूल, ताजा सागसब्जी, उसको
ध्यान जाँदैन, यस्तो अमृतमय तत्व नखाए कहिले खाने भन्ने कुराहरू शास्त्रले जनाएको छ। जीवन लम्बाउन चाहनुहुन्छ भने खानेकुरा कम गर्ने, कम खाने। पेट मस्तिष्क स्वास्थ्य रूपी गढीका 2 पाङ्ग्रा हुन् र 2 मध्ये एउटा पाङ्ग्रो बिग्रियो भने पुरै जीवन क्षतिग्रस्त हुन्छ भनेर बताइएको छ। धर्म परिवर्तन गर्नुभन्दा कसैको खाना परिवर्तन गर्नु राम्रो हो र यसै गरी अल्युमिनियमका आधुनिक प्रेसर कुकरमा पाकेको खाना या कुनै अल्युमिनियमका थालामा खाना खानेलाई ढिलो छिटो केही बाधाहरू, केही किसिमका रोगहरू लाग्ने खतरा हुन्छ भनेर बताइएको छ। प्राकृतिकले मनुष्यलाई अल्प आयुमा मार्न भनेर जन्माएकै होइन, नदोहोराउनु पर्ने गल्ती व्यक्ति स्वयं पटक पटक दोहोऱ्याइरहन्छ भने आफ्नो मृत्यु आफै निम्ताउँछ र जिब्रो उसको मित्र हो भने समेत जिब्रो उसको शत्रु हो। हाम्रा लक्ष्य साह्रै ठूला भएर कति पनि खतरा हुँदैन, बरु खतरा तब हुन्छन् जब हाम्रो लक्ष्य साह्रै तुच्छ हुन्छ भन्ने कुराहरू जनाएको छ। हरेक दिन काँचो लसुन 6 केसर खाने, 3 चम्चा मह भोजन सहित खाएमा रक्तचापबाट मुक्ति जीवनमा पाइन्छ। लसुन र मह दुवैले स्मरण शक्ति बढाउँछ। दूध खाँदा तर निकाल्नु पर्दछ, त्यस्तै मासु खाँदा छाला बोसोबाट बच्नु पर्दछ र त्यस्तै मासु आगोमा पोलेर छोइला, सेकुवा, तन्दुरी नियमित खाएमा क्यान्सर रोग समेत लाग्ने सम्भावना हुन्छ। अधिकांश मान्छे सधैँ डर र तनावपूर्ण अवस्थामा बाँच्न बाध्य भएको, नयाँ मास्टिक कोष नबनेको भएको पनि साह्रै हदसम्म गएको छ भनेर भनेको छ। जसले अत्याधिक मासु सेवनका कारणले हामीले आफ्नो बानी बनाऊ, पछि बानीले हामीलाई बनाउँदैन र यसै कारणले सफलता बाहिर प्राप्त हुने कुरा होइन, यो आफै भित्रबाट आउने कुरा हो र यसै गरी हामी त्यही हौं जुन निमित गरिरहेका छौं। त्यसैले महानता कुनै काम विशेषबाट होइन, हामी बानीबाट मात्र हासिल हुन सक्छौं। तपाई जुन स्थानबाट यहाँसम्म आउनुभयो फेरि त्यहीतिर फर्केर हेरिरहनु भन्दा जहाँ जानु छ त्यतातिर फर्केर हेर्नु नै लाभदायक हुन्छ भनेर भनेको छ है। यसका कारणले गर्दाखेरि यी कुराहरूमा हामीले ध्यान दियो भने हाम्रो जीवनमा सफलता, उन्नति, प्रगति हुन्छ। आज मैले खानेकुरासँग सम्बन्धित विशेष उपायहरू लिएर आएको थिएँ। सबैजनाले भिडियोलाई शेयर गरेर, लाइक गरेर, कमेन्ट गरेर अगाडि बढ्दिनु होला। कुन देशबाट, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। राधे राधे, जय शम्भु, हर हर महादेव भन्दै भन्दै म राशिफलबाट बिदा चाहन्छु।